फेरि पनि आइसकेका छौँ हामी नयाँ ब्लग लिएर। आजको ब्लगमा जानेछौँ हामी साइक्लिङ। फेरि साइक्लिङ जानेछौँ। भन्नु यसलाई कति एउटै कन्टेन्ट दोहोऱ्याउँछ तर होइन। आजको मौसम हेर्नुहोस्, भर्खरसम्म पानी परिरहेको थियो तर एकैछिनमा घाम लाएर हेर्नु मौसम हेर्नु कस्तो दामी भएको छ। मौसम यस्तो भएको बेला बाहिर डुल्न त जानै पर्यो। त्यही भएर आज चाहिँ हामी निस्किसकेका छौँ। मेरो साथी एउटा राणा भाइ भन्ने छन् र अब हेर्नु मौसम हेर्नु। मैले यसो 2-3टा क्लिप हालिदिन्छु भिडियोमा, त्यो पनि म्युजिक सहित। ल अझ एउटा कुरा भन्न बिर्सेँ, आजको ब्लगमा चाहिँ हामी यसो डुल्न जानेछौँ र एउटा हाम्रो काले साथी लप्सी काले भन्नेको घर जानेछौँ। अब त हुन्छ कि नै लप्सी काले, त्यसलाई पनि यो ब्लग देखाउनेछौँ। काले है त। सो अब चाहिँ हामी जान लागेको कालेको घर, लप्सन कालेको घर। बाटो चाहिँ यस्तै छ। अब यहाँ बाख्राले घाँस खाइरह यस्तो छ बाटो जाम। कालेको घर जाने आज बाटो त यस्तै छ। मलाई बाटोमा टाइम स्ल्याप्स केही देखाएन। त्यही म चाहिँ अब हजुरलाई कालेको घरतिर लगेपछि म भिडियो गराउने छु। यो मामाजी हामी चाहिँ कालेको घर हिँडिसक्यौँ। हामी कालेको घर हिँडिसकेका छौँ। अब चाहिँ हामी कालेको घर पुग्नलाई रोड चाहिँ यस्तो छ न घरतिरको। के रोड हो यस्तो कुर्नी। योभन्दा त हाम्रै घरतिरको रोड राम्रो हो यार। यस्तो छ रोडको बाटो अप्ठ्यारो। यस्तोमा BMX लिएर आएको मलाई सल्युट गर्नुपर्छ है। यस्तो बाटो राणा भाइले त बरु सजिलो लिएर आए। गियर साइकल हो नि त। म त यस्तो गाह्रो भइसक्यो। यस्तो धुर बाटो। कालेको घर चाहिँ हुन्थ्यो हो होइन। राणा भाइ बरु सैती गइरह, म चाहिँ झर्न पऱ्यो। अब हेर्नु होला कालेको घर गएर बोलाउने छौँ के भन्छ लप्सनले होइन त। सट्टीमा यसको रियाक्सन लिने है। लप्सन लप्सन आम्बो लप्सी यहाँ छ लप्सन होइन। भित्रबाट देखाउने भनेको यसले चाहे उसो खोल्दैन ढोका के भन्छ कुनै। डुल्दै डुल्दै यस्तो छ बाटो। यहाँ छ लप्सी सुतिरह यस्तो छ होइन। सो त्यही हो न। अब चाहिँ त्यहाँ लप्सनको घरमा बसियो यसो फल फुलायो त्यही हो होइन। अनि त्यहाँ चाहिँ मैले धेरै खिच्न पाएन। त्यही अब साथी हो के खिच्ने भनेर खिचेन। त्यही हो अहिलेको आजको ब्लग चाहिँ सानो भयो, माइन्ड नगरिदिनु होला। म घर आइसकेको छु। त्यही हो है। अब आजको ब्लग चाहिँ इन गरौँ। अर्को ब्लग पनि आउँदै छ, छिट्टै नै आउँछ। त्यही हो है त। आजको ब्लग चाहिँ सानो भयो, माइन्ड नगरिदिनु होला।